कहिले पुछु राम्रोसित कहिले पुछु नाग सब देउतालाई चढाइदिन्छु आफ्नो आफ्नो भाग हे भैया लक्ष्मण नमस्ते नमस्कार त्यसो भाइ रमाइलो भइरहेछ नि त बहुत राम्रो बहुत बढ़िया बस्यो कृष्ण राधिकाको गुणगान गाउने बानी लुकी लुकी वृन्दावनमा भेट हुन जाने हेलायो राधा रानी कृष्णजीलाई मोहनी हेलायो राधा रानी कृष्णजीलाई मोहनी हेलायो राधा रानी कृष्णजीलाई मोहनी हेलायो राधा रानी बुवा कस्तो भइरहेछ त रमाइलो भइरहेछ अझ भोलि धेरै रमाइलो हुन्छ होइन बुवा छ फुल सेकिएको छ यहाँ खै त्यो चाहिँ भोलि पूजाको फुल हो सबै यो गेट बन्द छ यहाँ गेट गेट बन्द छ गेट त्यही हुन्छ है त ल 1 लाख खिच्छु सबैजनालाई खिचिदिन्छ है बोल्नु है आफै बोल्नु है आफै बोल्नु है ल है नमस्कार नमस्कार म बोल्दैन नमस्कार है नमस्कार बत्ती माथि हो नमस्कार म लागेँ ड्युटीमा गर्नु पर्यो पहिलाको चौता यहाँ माथिबाट कुनै चिज नपरोस् वाह नमस्कार हेलो चड्यो से अर्दै हुन्छ राम्रो
तल खिच्छु अनि खान्छ सबैजनाको कस्तो रहेछ त भन्दैनन् अर्को आयो फेरि नमस्कार कति लाख बत्ती मोल्नु भयो त हाम्रा यसले कति लाख अरे ल यहाँ के पाक्दैछ यहाँ पुरी पाक्दैछ पुरी र पुरीसँग के खाने हो त पुरी अचार ओहो अचार यहाँ रहेछ के अचार दामी अचार चिया बसेर खाऊ है अरूले पनि खाने भयो त्यहाँ बसेर मान्रा बसेर ल है ल अब ओहो कतिवटा हो एकचोटिमा 8-10 वटा हुन्छन् 8-10 वटा हुन्छ यत्रो बनिसकेछ यहाँ है बनाएर रोटी भोलि बाबुलाई खुवाउने त भाउ ताकेर हुन्छ रमाइलो छ यो पूजामा यस्तो होलीको पूजा आजको तयारी पुरै तयारी भइरहेछ यहाँ कस्तो रहेछ त ब्रदर हामी एकदम अब खाने है त ल तपाईँहरूले खानुहोस् अनि खाऊ खाऊ म खान्छु एकैछिनमा एउटा पुरी हाल्छु वाह पुरी खै त पुरी खै
ताता पुरी ताता तातो चाहियो है तातो एकदम तातो छ हामी चिया ल चिया ओहो कुरोकानी त्यही भयो चाँडै आउनु पर्यो भनेको छैन के या त खान्न मन त्यसो गरे हामी विनोद प्रसाद खनाल शोभाखर खनाल र हरि पाण्डेलाई हामी जोगी जिम्मेवारी गरेका छौँ त्यस्तै गरी प्रसाद तयारीतर्फ नारायण भोटारी दुर्गा प्रसाद भोटारी रेङ्गे ज्याफी दिदी र लक्ष्मी खुरापारीलाई हामी प्रसाद तयारीतर्फ जिम्मेवारी गरेका छौँ कमला खनाललाई पनि हामी प्रसाद तयारीतर्फ जिम्मेवारी पारफार गरेका छौँ त्यस्तै गरी अशोक पाण्डे दर्जन माधव पाण्डे दर्जन रतन पाण्डे बोटारी अनिश्वर पाण्डे बोटारी सागर पाण्डे ठुमली गुनाखर पाण्डे आँटी र पिताम्बर पाण्डे खर्यारीलाई हामी प्रसाद वितरणतर्फ जिम्मेवारी बाँडफाँड गरेका छौँ त्यस्तै गरी चिया तयारीतर्फ जीवलाल पाण्डे पुरानपानी र हेमलाल पाण्डे आपारुख उहाँलाई चिया वितरणको लागि हामी जिम्मेवारी बाँडफाँड गरेका छौँ त्यस्तै गरी चिया वितरणतर्फ रामलाल पाण्डे दीपक र मनोज पाण्डे दीपक उहाँलाई चिया वितरणको लागि जिम्मेवारी अब चमत्ता फुल्लेर अब जल लाग्न समाउँछ इलानीको जल्लेर कति छल्क पहिला प्रथम भूमि सोची छल्कार जलिसकेपछि फेरि बत्ती छोकायो मनोहर ज्योति जो खाता मार देश बृहस्पति दैविन दयाम दो सप्तहम तथै कैति दुरङ्गवा नाम ज्योति खान ज्योति रे कन्तमे मनः शिव सङ्कल्पमस्तु श्री दीपम ज्योति कर्मका साथी भेका श्री को नारायण र चन्द्रता फुलेर अब ब्रह्माजीलाई र गणपति देवतालाई चन्द्रता फुल राता फुलेर यस्ता किसिमले ब्रह्माजीलाई राता फुल्यो यस्ता भगवानको आह्वान गर चन्दनका पातीहरू लिएर भगवानको ध्यान गरिदिउँ भगवानको ध्यान गर्दा के भन्नु भने मैले अस्मि यज्ञ कर्म गर्नका निमित्त मैले तीन पुस्ताका विधिहरू पितु पिताम्ब पितु परपिताम्ब मातु माताम्बै मातु परमाताम्बै ज्येष्ठ पितु पिताम्ब कनिष्ठ पितु पिताम्ब ज्येष्ठ भ्रातु कनिष्ठ भ्रातु ज्येष्ठ मातुलम भनेको मालिका ज्येष्ठ मातुलम कनिष्ठ मातुलम अस्मात परपिताम्ब मातुलम सहिताय मैले प्रार्थना गरिरहेको छु तापनि हे गणपति आदि चतुर्मुखी ब्रह्मादि आज मैले अस्मि यज्ञ कर्मका निमित्त गर्दैछु तापनि हजुरका निमित्त मैले अस्मि यज्ञ कर्म गर्दाखेरि हजुरलाई पनि ऐश्वर्य परलोकका निमित्त ऐश्वर्य मिलोस् वैकुण्ठ प्राप्त होस् ज्ञान प्राप्त होस् धन प्राप्त होस्
उज्यालो सधैँभरि लक्ष्यवतीको दानले गर्दाखेरिमा उज्यालो सबैलाई होस् भन्ने निमित्त मैले पितृका आराधना गरी मैले श्राद्ध पितृको नानीकै श्राद्ध गर्दैछु। यी ब्राह्मण यी गणपति आदि मलाई रक्षा गर्नु होला भनिकन कुनै प्रमातिका लगाएर फेरि फुल अर्पण गरिदियो र त्यसका पछाडि फेरि जल लिएर लाइट लाउँदैन झिलिमिली लाइट हेलो के छ? तिम्रो नाम के हो? कति क्लासमा पढ्छौ? 2 क्लास। कहाँ आएको त तिमी अहिले? दर्जन। कहाँ हो दर्जन भनेको? कसकोमा आएको? आसाम त बरुलाल के छ त? खाइछौ? पुरीमा के राख्नु खाइछौ? अचार। भिनाजु कहाँ जानुभयो भने के हो? आत्ति थियो मलाई नदेखेर। बरुलाल एउटा भिडियो बनाउनु पर्यो न। म चाहिँ ताली बजाऊ है। ताली बजाइदेऊ। ल ल ल ताली बजाइदेऊ। तिमी पनि ताली बजाइदेऊ खै। नमस्ते। हेलो आउँछु र। बाई बाई। गोलु के छ त गोलु? तिमी आइछौ के अरे यहाँ होइन? आफूलाई देखिछौ? तिमीलाई देखिछौ? तिमी हाँसेको देखिछौ? भिडियो गरौँ न एउटा। के अरे फेरि भन त खेरि। छिडाल्ने होइन तिमीले नछिडाल ल। हेलो अझै माथि टपक्कै यो पनि यस्तै छ क्या हुन्छ है। दामी तरिकाले बसेँ यहाँनिर टक्क गेट बन्यो। अब एस्थेटिक फोटो खिचाउँ के गोली खिचाउँ भिडियो हो। यसबाट भिडियो मात्रै, यसबाट फोटो खासै हो भन्न क्या। ब्लगको लागि